पुरै 1 वर्षपछि जब म मेरो साथीलाई भेट्न गएँ, त्यो भेट मैले सोचेभन्दा धेरै खास भयो। सुरुमा अलि अजिब लाग्यो, तर केही मिनेटमै हामी फेरि पुरानो जस्तै हाँस्न थाल्यौँ। हामी सँगै घुम्न गयौँ, फोटो खिच्यौँ र धेरै कुरा सेयर गर्यौँ। साँच्चै भन्नुपर्दा 1 वर्षपछि भएको यो भेट मेरो लागि धेरै यादगार बन्यो। हामीसँग के भयो त पुरा भिडियो हेर्नुहोस्। नमस्ते साथीहरू, स्वागत छ तपाईँलाई मेरो ब्लगमा। आज चाहिँ म जाँदैछु बाग बजार साथीकोमा। त्यहाँनिर बोलाएको छ एकछिन आइज भनेर। अब जाउँ, त्यहाँ के हुन्छ तपाईँहरूलाई देखाउँला है त। म चाहिँ लिलेन्चोरमा छु होइन, तपाईँहरू हेर्न सक्नुहुन्छ यो एन्सर टावर भइहाल्यो। अब यहाँबाट हामी रोड जाउँ, ठ्याक्कै नारायण टी दरबारमा हुँदै त्यो बाटो सिधै जाने बाग बजार। अनि मेरो मेनली हरेक भिडियोहरूमा यो एन्सर टावर चाहिँ हेर्न पाइहाल्छ तपाईँहरूले, किनभने म यहाँ नजिकै बस्छु, ठ्याक्कै त्यहाँनिर बस्ने हो म। अब अगाडि जाँदै गरौँ, छ यहाँ सिधै यहाँबाट जाने त, यता यतातिर जान्छ। यो अगाडिको भइहाल्यो एनसेलको फुटबल ग्राउन्ड, फुटसल होइन। अब हामी यहाँबाट रोड क्रस गर्नुपर्ने हुन्छ, यहाँबाट उतापट्टि जाउँ, त्यसपछि त्यहाँबाट सिधै जाउँला। आज शनिबार भएकोले त्यति भिड छैन है गाडीको, तर पुरै गाडी भिडै हुँदै हुन्छ यहाँनिर, जामै जाम लागिरहेको हुन्छ यहाँनिर। आज चाहिँ खाली छ पुरा। अहिले चाहिँ हामी यता नारायण टीको साइडमा छौँ। यो रोडमा तपाईँहरू रुखै हेर्न सक्नुहुन्छ। अच्छा, भवाल छ यो भित्र चाहिँ यतापट्टि अर्को भइहाल्यो। उता अगाडिपट्टि चाहिँ नारायण दरबार छ होइन, त्यहाँ हामी गएको थियो। त्यहाँ चाहिँ फोन लाग्न पाइँदैन, तपाईँहरूले चाहिँ बाहिर फोन राख्नु डिपोजिट गर्नुपर्ने हुन्छ, अनि मात्र भित्र छिर्न पाउँछ है त। लौ साथीहरू के गर्ने होला, अब त पानी पर्न थाल्यो अलिअलि यार। हेर्नु त क्या भवाल ठाउँ छ। यो चाहिँ भइहाल्यो तपाईँको नेसनल मतलब अबे जल्दी बोल, कल सुबह पनवेल निकलना है। राष्ट्रिय पुस्तकालय हो यो। अनि यता चाहिँ भइहाल्यो यो राष्ट्रिय परिचय पत्र बनाउने ठाउँ चाहिँ होइन। तपाईँहरू गाउँबाट आउँदै हुनुहुन्छ या कतैबाट आउँदै हुनुहुन्छ भने गाउँतिर नबनाउनुहोस्, यहाँनिर बनाउनुहोस्, यहाँनिर छिटै बन्नेछ। अस्ति म पनि बनाउन गएको थिएँ, आधी घन्टामा बन्यो मेरो। यहाँनिर म्याक्स टाइम भनेको चाहिँ 1 देखि 1.5 घन्टामा बन्छ, त्यति हो। साथीहरू अहिले चाहिँ हामी असन पुग्न लागिसक्यो होइन। त्यहाँ ठ्याक्कै अगाडि असन छ, अनि त्यही रानी पोखरी पनि छ। तपाईँहरूलाई म देखाउने छु रानी पोखरी पनि। र आज तपाईँहरूलाई बाग बजारको गोप्य रास्ता जुन अन्डरग्राउन्ड बाटो छ त्यो बाटो तपाईँहरू लग्छु म। र त्यसै गरी हामी असन बजार पुग्यौँ। तपाईँहरूले एउटा गीत सुन्नुभएको छ, असनैको रातो साडी चार पाङ्रे गाडी। कपिराइट नदिइहालोस् यार, यो गानाहरू एड गर्न लास्टै डर लाग्छ। कपिराइट दिइहाल्यो भने फेरि बर्बाद हुन्छ है त साथीहरू। हामी चाहिँ रानी पोखरी आइसक्यौँ। ठ्याक्कै अगाडि यो दरबार हाई स्कुल हेर्न सक्नुहुन्छ। सबभन्दा पुरानो स्कुल यही हो, हाई स्कुल भनेको। यो चाहिँ भानुभक्त आचार्यको बेला बनेको हो। यहाँ हेर्न सक्नुहुन्छ तपाईँहरूले, भानुभक्त आचार्यको बेला बनेको हो। अब हामी चाहिँ अन्डरग्राउन्ड बाटोबाट रोड क्रस गर्छौँ। ठ्याक्कै हामी उतापट्टि रत्न पार्कमा निस्किन्छौँ। यो बाटो जाउँ त सिधा। यहाँनिर पुरै पसल लगाएर राखेको हुन्छ। भित्र त लुगाको पसलहरू पनि थियो। तपाईँहरू यो भित्र गएर लुगा कहिले किन्नु भएको छ भने कमेन्ट गर्नु होला। मैले त कहिले किने छैन। यहाँनिर लुगा पनि ठिकै देखिरहेको थियो। अब कस्तो खालको पाइन्छ पाइँदैन त्यो मलाई थाहा भएन। अब तपाईँहरू कतै गएको छ यहाँनिर कोही भने कमेन्ट गर्नु होला। राम्रो पाइन्छ भने म पनि गएर एकचोटि ट्राई गर्नेछु है त। अब हामी चाहिँ आयो रत्न पार्क। तर त्यस्तो होइन साथीहरू, त्यस्तो नसोच्नु होला। यो चाहिँ पार्क हो यहाँको। यहाँनिर छिर्न 30 रुपियाँ लाग्ने रहेछ। तपाईँहरू गएर एकचोटि घुम्नु होला। अब चाहिँ हामी बागबजार गल्लीमा छिरिसक्यौँ। यो गल्ली त मेरो लागि गाउँको गल्ली जस्तै हो। हामी चाहिँ बागबजार आइसकेन गाइस। अगाडि चाहिँ हाम्रो होटल थियो पहिलाको। अब त्यहाँ गएर साथीलाई उठाउँ र कतातिर हुन्छ त्यतातिर जाउँ है त। यहाँनिर बाटोको पुरै रिपेयर भइरहेको थियो, किनभने पहिला यो बाटो यस्तो खत्तम थियो। पानी पर्दा पुरै घुँडासम्म पानी आउँथ्यो। यही बाटोमा हिँडेर पहिला पढ्न जान्थेँ कलेज होइन। अनि पहिला चाहिँ पुरै यो बाटोमा हिलो हुन्थ्यो। अहिले चाहिँ अब पुरै ढलान गर्दैछ, पिच बनाउँदैछ, केही विकास हुँदैछ अहिले। त्यो अगाडि देखिने रातो बोर्ड चाहिँ हाम्रो होस्टेल थियो पहिलाको। अहिले चाहिँ म यहाँ बस्दिनँ। हाम्रो साथी आइसकेको छ। पहिला हामी सँगै बस्थ्यो होइन। के छ अब कहाँ जानु थाल्यो? अब बसन्तपुर जाने दुईजना मात्रै, उनीहरूलाई बोलाउने रुपेश सरलाई। अब चाहिँ काठमाडौँको के होला जस्तो छ होइन। यहाँ हेर्नु न भित्तामा पुरै यो पहिला थिएन, अस्तिसम्म थिएन। अहिले भर्खर 6-7 दिन भएछ साथी। साथी यहीँ बस्छ, पहिला हामीहरूसँगै बस्थ्यो। अब त म गएलातिर, अब साथीहरू एक्लै यहाँ छ। अरू छ उतातिर, उनीहरूलाई नबोलाउने। अब हामी यो पुल चढौँ र उतापट्टि क्रस भएर उतापट्टि छ बसन्तपुर, जाने पर्छ होइन। यो ठुलो टावर हेर्न सक्नुहुन्छ दोस्त, पत्ता लाग्यो ठुलो टावर के हो?
त्यो टावर यो काठमाडौँको सबभन्दा ठुलो टावर बन्दैछ के को लागि हो त्यो थाहा भयो? यो यसको नाम चाहिँ काठमाडौँको भ्यू टावर भ्यू टावर कहिले बन्ने हो थाहा छैन, 10 वर्ष भइसक्यो। यतापट्टि क्या भ्यू आएको छ दोस्त? काठमाडौँको रोडहरू पनि देखिन्छ। यतातिर न कस्तो दामी देखिरहेको छ यो रोडहरू पनि। अब अगाडितिर जाउँ, यता भयो टुडी खेल, यो चाहिँ आर्मी ग्राउन्ड हो, उसको साइडमा छ टुडी खेल। साथी अब क्रिकेट खेल्न आउँछ कि आउँदैन तिमी? आउँछ यार, यसो हामीलाई पनि सम्झाउनु यार। यो चाहिँ टुडी खेल क्रस गर्ने एउटा बाटो हो जसमा यो रुखहरू हेर्नु सक्नुहुन्छ तपाईँ। अब 1-1.5 महिनापछि यो रुखहरू यस्तो दामी फुलेर देखिन्छ तपाईँहरू विश्वास गर्नु सक्नुहुन्न। त्यसै गरी साथीहरू हामी न्यू रोडको मेन गेटमा पुग्यौँ। अब यहाँबाट हामी सिधा बसन्तपुरको गेटमा पुग्छौँ। फाइनली साथीहरू हामी बसन्तपुर पुगियो। अगाडिको जुन मन्दिर देख्न सक्नुहुन्छ तपाईँहरू त्यही हो बसन्तपुरको मन्दिरहरू। अब यहाँबाट अगाडि मान्छेको भिड हेर्न सक्नुहुन्छ कति धेरै छ। यहाँनिर सायद केही प्रोग्राम थियो, हामीले मिस गर्यो क्यारे, किनभने त्यो पण्डालहरू सबै खोल्दैछन्। अब के को प्रोग्राम थियो थाहा भएन एक्ज्याक्टली, तर अब सकिसकेछ। अब चाहिँ साथीहरू हामी मेन मन्दिरमा पुग्यौँ। यो आँगनमा ठ्याक्कै तपाईँहरू 1, 2, 3टा मन्दिर यहाँ देख्न सक्नुहुन्छ। अनि अगाडि गएर एउटा कालभैरवको मन्दिर पनि छ, म तपाईँहरूलाई त्यो पनि देखाउने छु। अनि त साइडमा यो सेतो बिल्डिङ चाहिँ यो म्युजियम हो। यो भित्र पुरानो सामानहरू स्टोर गरेर राखेको छ। के छ म गएको त छैन, पछि अब जाउँला है त। साथीहरू तपाईँहरूले यहाँको भिड देखेर अनुमान लगाउन सक्नुहुन्छ कति मान्छे छ भनेर। पुरै मान्छेले प्याक थियो। हामी बल्ल त्यहाँ छिर्न पायौँ। यदि तपाईँहरू भिडियो हेर्दै यहाँसम्म पुग्नु भएको छ भने कमेन्टमा ब्युटिफुल बसन्तपुर लेख्नु होला। यही हो यहाँको कालभैरवको मूर्ति। कि भगवानले तपाईँको परिवारलाई रक्षा गरून्। अब हामी चिया खान आएको होइन, अभी मजा आएगा ना भिडो। नमस्ते क्याफे। हामी कतै घुम्न जाउँ र चिया नखाउँ यो हुँदैन। र साथीलाई भोक लागेको थियो, मोमो पनि मगायौँ र एक प्लेटबाट हामी दुईजनाले पनि खायौँ, किनभने मलाई भोक लागेको थिएन र साथीले जबरजस्ती गरेर मैले पनि खाएँ 1-2वटा। यो चाहिँ बसन्तपुरको एउटा क्याफे हो, द नमस्ते क्याफे। यहाँ हामी पहिलादेखि आउँदै गरेछौँ, चिया खान्छौँ, नास्ता खान्छौँ। र यहाँबाट तपाईँ बाहिर देख्न सक्नुहुन्छ कस्तो बवाल भ्यू देखिन्छ। पुरानो स्ट्रक्चरको टेम्पलहरू छ, बवाल देखिन्छ। यहाँनिर एक्ज्याक्टली के हुँदैछ त्यो त मलाई थाहा भएन, तर सबैजना क्यामेरा लिएर मोबाइल लिएर रिकर्ड गर्दै थियो। त्यसैले म पनि रिकर्ड गर्न थालिहालेँ, किनभने भ्लगरको अब त्यही हो। अनि त्यहाँनिर के हुँदैछ त्यो मलाई पनि थाहा छैन, तर मैले मान्छेलाई सोध्न त सोधिनँ। तर त्यहाँनिर फुलहरू अनि अक्षताहरू छिटिरहेको थियो। मलाई लाग्छ केही कुराको स्वागत गर्दै थियो, केही कुरा भित्राउँदै थियो क्यारे। आज धेरै दिनपछिको यो साथीसँगको भेट धेरै रमाइलो भयो। आजको दिन पनि धेरै रमाइलो भयो र यो भ्लग पनि धेरै रमाइलो भएछ। यदि तपाईँहरूलाई रमाइलो लागेछ भने साथीको लागि एउटा छोटो र मिठो कमेन्ट गरिदिनु होला। यदि तपाईँहरूलाई मेरो भिडियो मनपर्छ भने लाइक, सब्सक्राइब र सेयर गरिदिनु होला। आजको लागि यति। अब हामी भेट्नेछौँ अर्को भ्लगमा।